दरबार हत्याकाण्डपछि बनेका यो भिडियो कहिलेको थाहा भएन, तर जस्तो होइन भनेर यो अभिव्यक्ति राजाले दिए कि दिएन थाहा छैन। तर केपी ओलीको पालामा पनि इभन कमेडियनलाई उनको सरकार विरुद्ध कमेडी गरेको बापत जेलमा हालेको त हामीलाई थाहा छ। सेन्सरसिपै त थियो, त्यो पनि एउटा बोल्ने स्वतन्त्रता दिएकै थिएन। त्यति बेला जेल हालेर पुरै ठेगानमा राखिदिएको भए ठिक हुन्थ्यो राजाले। अहिलेको राजा भनेकै छ केपी ओली। चर्को थियो, माघ 1961 सालको कुरा थियो। 62 सालको अन्त्य आफू पनि केही गर्न नसक्ने हाम्रो देशको नेताहरू, हाम्रो नेताहरूको खुबी भनेको काम गर्न नसक्ने, सत्ताबाट बाहिरपछि दोस्रोलाई दोष देखाउने मात्रै हो। त्यसमा चाहिँ नम्बर 1 भनेको मिस्टर केपी ओली होला।